नमस्कार। आज चाहिँ मैले थोरै रेसिपी लिएर आइरहेको छु। अचारको रेसिपी। हजुरहरूले चिन्नुभएको छ, म चाहिँ हजुरकोमा हजुरहरूको साथी, टिकटकको साथी होइन, हजुरले चिन्नुभएको छ। अनि आज मैले अचार बनाउँदैछु, हजुरहरूलाई कस्तो लाग्छ? मैले रेसिपी हाल्दैछु है, हजुरले हेर्दै गर्नुहोला। यो भनेको यो आलु हो, आलु राखेँ मैले। अनि त्यसपछि यो कुइरालो हो, हजुरहरूले कुइरालो खानुभएको होला होइन, गाउँमा कुइरालो मिल्छ। अनि यहाँ चाहिँ बजारमै लिन जानुपर्छ। यो चाहिँ कुइरालो हो, अहिले यसको सिजन छ कुइरालोको। कुइरालो राख्दैछु मैले। अनि यो भयो प्याज, चिन्नुभएको छ हजुरले होइन, प्याज भयो। अनि यो चाहिँ हरियो खुर्सानी, अनि यो गाजर पनि थोरै हाल्छु, धेरै हुन्छ फेरि। यो मुला, यो भने हरियो धनिया, मैले सबै राखिसकेँ। अब यसलाई घोल्ने होइन, यसलाई सबै मिसाउने। अब यसलाई मिसाइसकेपछि मसला रेडी गर्छु है त मैले। अब यो भयो मसला, यो चाहिँ अब आलस हो, आलस हालेँ मैले यहाँ। आलस हालिसकेपछि हल्का लसुन मिसाएको छु, यो लसुन भयो। अनि यो फेरि सुकेको खुर्सानी, हरियो खुर्सानी त मैले हालेको छु, त्यही पनि अलिकति कम हुन्छ पिरो भनेर रातो खुर्सानी हालिदिएको छु। अब राखेँ मैले नुन, हजुर जति खान सक्नुहुन्छ त्यति राख्न सक्नुहुन्छ। अब मैले राखेँ नुन, यसमा फुराएँ मैले तिल फुराएँ, मेथी फुराएँ। मेथी फुराएपछि यसमा अब बेसार हालिदिन्छु है। मसला हाल्ने भुलेछु, पहिला मसला राख्नु भुलेछु, मसला राख्छु। तेल हो, यो गाजर जति सकेन नि। अब हेर्ने अचार मोलिसकेँ मैले, कस्तो राम्रो देखेको छ। अब चाख्ने त कस्तो भयो। दामी मिठो छ। हजुरले यस्तै बनाएर खानुभयो भने एकदम मनपर्छ, एकदम मिठो भयो। जसरी मैले बनाएको छु हजुरले यस्तै बनाएर खानुभयो भने एकदम मिठो हुन्छ।